नमस्ते साथीहरु, आजको यस भिडियोमा पुरानो नक्साबाट कसरी नक्सा डिजिटाइज हुन्छ बुझौं जानौं है त। हामीले स्टार्ट एडिटिङ गर्नुपर्ने हुन्छ र स्न्यापिङ चाहिँ नि अन नै हुनुपर्छ र एडिटिङ विन्डो गरेर क्रिएट फिचर गर्नुपर्ने हुन्छ है। यो चाहिँ नि पार्सल छुट्टिन्छ, पार्सल फिचर क्लास बनाएर पोलिगन लेख्ने है। कुन किताबाट डिजिटाइज गर्ने हो, सो किताब मैले 41 बाट डिजिटाइज गरे। यो चाहिँ नि जुम गर्नुपर्ने हुन्छ है, लाइनको सेन्टर किताबको सेन्टर लाइनदेखि यसरी डिजिटाइज गर्नुपर्ने हुन्छ। मैले यो भिडियोको लागि मात्र बनाएको भएर यो भिडियो लामो पनि हुन्छ, त्यसकारण मैले अलि छिटो गर्छु। यसरी किताब डिजिटाइज हुन्छ है। यसको ओपन एट्रिब्युट भएर यसरी यो किताब डिजिटाइज भएको विवरण देखाउँछ। यसमा यो किताबको एरिया कति हो स्क्वायर मिटरमा यसरी देखाउँछ। पार्सल नम्बर यहाँ यो चाहिँ नि पछि हामीले हेरेर अपडेट गर्न सकिन्छ किताब नम्बर चाहिँ है। अब अर्को किताब गरौँ। यसरी यो ब्यान्डहरु चाहिँ नि राम्रोसँग ख्याल गर्नुपर्ने हुन्छ है। यसरी प्रत्येक ब्यान्डमा चाहिँ नि क्लिक गरेर डिजिटाइज गर्नुपर्ने हुन्छ। पनि डिजिटाइज भइसकेको छ। दुईवटा यसरी विवरणमा हेर्न सक्छौं र अर्को किताब डिजिटाइज गर्छु म फेरि है। यसरी मैले चाहिँ होल किताब डिजिटाइज गर्छु है। बीचमा चाहिँ अर्को मेथडबाट पनि डिजिटाइज गर्न सकिन्छ। यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ ब्यान्डमा ख्याल गर्नुपर्ने हुन्छ है, ख्याल गर्नुपर्ने हुन्छ है। यसरी हाम्रो नक्सा यस्तो समस्या आउन सक्छ, त्यसकारणले गर्दा डिजिटाइज गर्दा ब्यान्डहरु अथवा जुम गरेर डिजिटाइज गर्नुपर्ने हुन्छ। यो चाहिँ नि तपाईहरुलाई जानकारीको लागि मात्र है, तर यसरी डिजिटाइज गर्न हुँदैन। यस्तो भयो भने हाम्रो क्षेत्रफलमा दूरीमा अथवा एरर हुन्छ, धेरै हामीले गरेको डिजिटाइज रङ हुन्छ है। अब फेरि अर्को किताब गरौँ, यो इक्जाम्पलको रूपमा मात्र है। अब एउटा होल किताबलाई हामीले डिजिटाइज गर्यो, त्यसलाई बीचबाट काट्नको लागि हामीले कट पोलिगन मेथडको युज गर्न सक्छौं है। यसरी गरेर यसरी कट पोलिगनबाट चेक गरेर यसरी डिजिटाइज गर्न सक्छौं है। त्यसपछि र फेरि पोलिगन लिएर गर्नुपर्ने हुन्छ, किनकि कट पोलिगनको लागि एउटा पोलिगन सिलेक्ट हुनुपर्ने हुन्छ है। यसरी यसरी किताब वाइज डिजिटाइज गर्न सक्छौं। फेरि अब एउटा लास्ट किताब डिजिटाइज गरौँ। ल हामीले डिजिटाइज इमेज अफ गरिदिउँ है। यस्तो भयो। अब यसलाई हामीले किताब नम्बर राख्न सक्छौं। यसबाटै सुरु गरौँ न। यो है सिलेक्टेड फिचरबाट गर्न सक्छौं हैन। अब यो किताब नम्बर कति हो हेरौँ है त। यो किताब नम्बर 61 छ। अब यो किताब हामीले यसमा राख्नु पर्यो, यसको लागि ओपन एट्रिब्युट जाने है। यो सिलेक्टेड फिचर चाहिँ यो हो। हामीले पार्सल नम्बर यहाँ 61 राख्न सक्छौं, इन्टर गर्दियौ है। फेरि यो 62 रहेछ, 62 को लागि भएर यो सिलेक्टेड फिचर हाइलाइटमा देखाउँछ।
यसरी गर्न सकियो। यो 63 हो, कुनै एट्रिब्युट गरेर 63 यसरी राख्न सक्छौँ है। यसको राखौँ एट्रिब्युट, यो 64 हो, 64 हो यो। मैले सबै गरिनँ अहिलेलाई। अब यसै गरिसकेपछि एउटा डिजिटाइज गरेको नक्सा भयो। अब हामीले त्यो अघि राखेको किता नम्बर यसमा डिस्प्ले गराउन पनि सकिन्छ। लगाएर पार्सल नम्बर यो लेभल अन गरिदिसकेपछि हामीले यसरी किता नम्बर डिस्प्ले गर्छ है। बाँकी पुरा भिडियो युट्युबमा आउने नै छ। बेसब्री युट्युबमा सम्पूर्ण फिचर क्लास बनाउनेदेखि लिएर है भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।